अझ जोरपाटीतिर राम्रो भइदिएर म यहीँ बनाउन आइरहन्छु सधैँ त्यही भएर यस्तो है टक्कसँगले म चाहिँ होइन अझ जोरपाटीतिर जाँदैछु कस्तो हुन्छ है यता चाहिँ यस्तो छ है मकैबारी म चाहिँ कस्तो दामी यार गीतहरू छ अब टक्कसँगले बनाउनु लागि चाहिँ अहिले जोरपाटी चोकमा एकदम बेस्ट राम्रो बनाउने ठाउँमा जाँदैछ है मोबाइल पसलमा आफै दाल मार्दै गएको छु बोल्दै टक्क म फोन पसलमा गएर फोन बनाउनु दिँदैछु होइन जोरपाटी चोक त खतरा भएर छ क्या अहिले त म तपाईँ जति पानी परेको होला यता निस्केको थिइनँ कि म रुममै बस्नु पर्छ कि फोन बिग्रेर त्यो फोन बिग्रेर है फोन बनाउनु जाँदैछु स्यामसङको हेरौँ अब कति भन्नु हुँदो रहेछ फोन बनाउनुलाई चाहिँ म फोन पसलमै गएर बुझ्दैछु त्यहाँ पहिला पनि बनाउँथेँ त्यहीँ नै राम्रो तर यो चाहिँ पानीले भिजेर डिस्प्ले गयो क्या यसको चाहिँ अनि म डिस्प्ले फेर्नुलाई जाँदैछु क्या फोन पसलमा यहाँ नयाँ बन्दै रहेछ कहाँनिर फेरि मैले बिर्सिसकेँ क्या भने यार फोन पसल चाहिँ मैले फोन बनाउने पसल चाहिँ बिर्सिसकेको जस्तो छ देखेँ मैले बनाउने फोन पसल बिर्सिसकेँ है त्यहाँ गएर म फोन बनाउँछु है अब देखाउँछु कति भन्नुहुँदो रहेछ लाग्छ यो फोन हिजोदेखि त्यो हजुरलाई मैले त्यही भनेको तपाईँलाई दाइ 2500 को चाहिँ कस्तो हुन्छ कति टिक्छ यो राम्रै हुन्छ नर्मल हो 4000 को चाहिँ कहिलेसम्ममा आउँछ त अनि होइन यहीँ म बनाउन आइरहन्थेँ कि त्यही भएर हो कि यो मस्ती बनायो हो कि फेरि पानीमा पस्यो क्या थोर हजुर चेक गरिदिनु त क्या यसलाई कि लाएर गर्नुपर्ने हो 3000 जतिमा आउँदैन नि 3000 जतिमा आउँदैन फोन पुरा यहाँ राख्नुभएको छ है फोन चाहिँ बनाउनुलाई बन्दै छ यो 3500 मा र म सब देखाउँछु